को आउनु आउनु के पढ्न लाग्नु भएको कोही त कहाँ रहेछ यहाँ मलाई आज बास गर्न दिनु कोही खिच्छ यो कोही खिच्छ यहाँ बास बस्नु भने जबै अलि मेरो बुढी काममा गयो आयो भने अलि मार्दिन्छ कोही खिच्छ यो त बास बस्नु तेरो कोही नै मेरो बुढाले विदेशबाट आउँदा फोन गरिरहेको भने त्यसै बेसै बसी भन्दा खान फोन अन्दा खान त्यसै घरबाट निकल्दा जा त बाहिर मेरो बुढी आयो भने फोन गरेर भनेर मलाई आज बस्नै दिनु दिएन रुममा आज एक दिन बस्न दिनु बस्न दिनु यहाँ अकाइ जोइकन यहाँ पार्लिमेन्ट ठिक्का जबै जबै हेर्नु यो त मकन टच नछ है हडा नला भन्दै थिएँ म हडा नला उडाउनु आइज मेरो बुढी आइकन अहिले यहाँ पर्सन खुवाउने छ भाग भन्दैछु म मलाई बुढाले लगाउने राखे आज एकै दिन बस्न दिनु बाहिर जा ए बुढी कहिले बुढी बाहिर आज दिन एकै दिन बस्न दिनु बाहिर जा मेरो बुढी आइकन अहिले खामाबाट आइकन कहिकन बस्नु भन्ने छ अहिले कहिकन बस्यो भन्ने छ कसम खुवाउने छ जा त बाहिर हडा नलाग भन्दैछु हडा नलाग बाहिर कहिले चाहिँ म स्याहार्ने जा त बाहिर मेरो बुढी आइकन अहिले म निकाल्दैछ जा सिट्टी भन्ने जा बाहिर